सायद मलाई लाग्छ पहाड र गुवाहाटी क्याम्पसहरूमा एउटा सुरुवात होला यो नेसनल कन्फरेन्सका सभाध्यक्ष महोदय यस क्याम्पसका क्याम्पस प्रमुखज्यू विशिष्ट अतिथि एकदमै आदरणीय यस क्षेत्रका शिक्षाविद र शैक्षिक प्रशासनमा लामो समय व्यतीत गर्नुभएका र हाम्रा प्रेरणाका स्रोत डाक्टर लवली अवस्थीज्यू विश्वविद्यालयका पदाधिकारीज्यूहरू क्याम्पस प्रमुखज्यूहरू पुण्याक सङ्घका प्रतिनिधिज्यूहरू उपस्थित स्थानीय निकायका प्रमुखज्यूहरू सञ्चारकर्मी मित्रहरू संस्थाकर्मी मित्रहरू अभिभावक साथीहरू र विद्यार्थी भाइ बहिनीहरू साँच्चीकै एउटा यो क्याम्पसले सुरु गरेको यो प्रेरणादायी सुरुवात प्रतिमा हार्दिक नमन गर्न चाहन्छु म मेरो व्यक्तिगत तर्फबाट र विश्वविद्यालयको कुलपतिको कार्यालयको तर्फबाट। अघि भर्खरै लमेशले भन्नुभयो कक्षा कोठाबाट जबसम्म विश्वविद्यालय बाहिर आउँदैन अब त्यो विश्वविद्यालय होइन स्कुल पनि बाहिर आउनुपर्छ म त भन्छु। किनभनेदेखि युनिसोले के भन्छ भनेदेखि टिचिङ लर्निङ त फर्स्ट स्टेप हो, त्यसपछि स्किल म्यान पावर स्कुलमै आउनुपर्छ र त्यसपछि कोलाबोरेसनको संस्कार सुरु हुनुपर्छ र त्यो कोलाबोरेसनमा आफूलाई उत्कृष्ट पार्नको लागि रिसर्च गर्नुपर्छ र नयाँ ज्ञानको उत्पादन गर्नुपर्छ। यी चारवटा कुराहरू जबसम्म हामीले मन गर्दैनौँ तबसम्म हाम्रो उच्च शिक्षा अगाडि बढ्दैन। त्यो भएको हुनाले आजको यो जुन सुरुवाती रहेको छ यो सुरुवातीले हामीले सिकेका हामीले अध्ययन गरेका र हामीले आफै रिसर्च गरेका जुन चिजहरू छ ती चिजहरूलाई यसरी विशेष गरेर स्थानीय तहमा मलाई अर्को गर्वको कुरा के छ भनेदेखि आज विशेषतः हाम्रो बोरा सरको हाम्रो क्याम्पस चिफ सरको अगुवाईमा कमसेकम यहाँको स्थानीय निकाय जोडिएको छ। हामीले हाम्रो सिपलाई हाम्रो उत्पादनलाई हाम्रो माटो सुहाउँदो स्थानीय निकायलाई के चाहिएको छ त्यस सम्बन्धी हामीले अध्ययन गर्नुपर्छ र त्यो अध्ययनको रिजल्ट स्थानीय निकायले यदि लागू गरिदियो भनेदेखि देश विकासमा त्यो पुग्छ। अहिले विश्वका जुन विकसित देशहरू छन् त्यसको प्याटर्न यस्तै हो। त्यो भएको हुनाले यसमा पनि अझै परिमार्जन गर्नको लागि मैले के भन्छु भनेदेखि विशेष मेयर साहबलाई अध्यक्षज्यूलाई तपाईँको स्थानीय निकायमा के चिजको आवश्यकता छ त्यसको लागि क्याम्पसलाई विश्वविद्यालयसँग सहकारी गर्नुहोस्। यस्ता खाले कन्फरेन्स यहाँ मात्र होइन कि स्थानीय निकायमा गर्नुहोस्, हामी आउन तयार छौँ। त्यो भएको हुनाले अब कक्षा कोठाबाट बाहिर हाम्रो ज्ञान चाहिँ बाहिर निस्कनुपर्छ र माटो सुहाउँदो र देश विकास पर्टिकुलर देश विकास गर्नको लागि त्यहाँको स्थानीय निकायमा के चिजलाई हामीले प्रमोट गर्न सकिन्छ र त्यसले चाहिँ हाम्रो अर्थतन्त्रमा टेवा पुर्याउँछ भन्ने कुरा जबसम्म हामीले महसुस गर्दैनौँ तबसम्म हामीले लिएको शिक्षा पनि बेकार हुनेछ। किनभनेदेखि अहिलेको शिक्षा नीति के भएको छ भनेदेखि अभिभावकहरूको विद्यालय बच्चाहरूलाई भर्ना गर्छौँ र बेरोजगार उत्पादन गर्छौँ हामीले। त्यसैले अब जबसम्म विश्वविद्यालय रोजगार दिने शिक्षा लागू गर्न सक्दैन तबसम्म चाहिँ हाम्रो उच्च शिक्षा अगाडि बढ्दैन। त्यो भएको हुनाले यो यसको लागि जुन ज्ञान हामी उत्पादन गर्छौँ ज्ञान उत्पादन गर्नु अति आवश्यक छ। त्यो भएको हुनाले अहिले पनि विश्वविद्यालयमा विभिन्न रिसर्च ग्रान्टहरूको सुरुवात गरिएको छ र विशेषतः म आइसकेपछि मैले त रिसर्च गर्नको लागि मोटिभेट गरेको छु विद्यार्थीहरूलाई विद्यार्थी भाइ बहिनीहरूलाई डिफ्रेन्ट फन्ड छुट्याएर कसरी चाहिँ ज्ञान उत्पादन गर्न सकिन्छ त्यो हाम्रो विशेष फोकस हुनेछ र यो दौरानमा सीमित स्रोत साधनले गर्दाखेरि हामी अगाडि बढ्न गाह्रो छ। त्यसको लागि प्रदेश सरकारले स्थानीय निकायले केन्द्रीय सरकारले र त्यो बाहेकका पनि विदेशी विश्वविद्यालय विदेशी डोनर संस्थाहरूसँग हामीले सहकार्य नगरिकन हाम्रो विश्वविद्यालयको अर्थतन्त्र सुदृढ हुने छैन। त्यसैले यसमा हामी लागिरहेका छौँ र जबसम्म यहाँ चाहिँ म आउनुभन्दा अगाडि र धेरै वर्षदेखि उठेको कुरा छ यो समायोजन चाहिँ नभएको होइन। किनभनेदेखि आज हेर्नुहुन्छ भनेदेखि यो क्याम्पसमा सिङ्गो विश्वविद्यालय आएको छ यो पनि समायोजनको पार्ट हो र विश्वविद्यालय भन्दाखेरि 10-12 वर्षको जुन ड्युरेसन छ त्यो छोटो ड्युरेसनमा यतिका क्याम्पसहरूले विश्वविद्यालय भनेको एउटा राज्य हो, त्यो राज्यको एउटा अङ्ग बन्न पाएका छन्। त्यो भएको हुनाले जस्तो म बेसी भए मलाई राज्यले पढायो, राज्यले केही हदसम्म मेरो आर्थिक स्थिति पनि मजबुत गरायो र आज विश्वको सम्मान दिएको छ।
भनेदेखि यो सम्मानलाई मैले पनि सम्मान दिनुपर्छ। त्यो भएको हुनाले विशेषतः विश्वविद्यालयमा कार्य प्रजातिहरूलाई म के भन्न चाहन्छु भनेदेखि मेरो जातिको अङ्ग हो, मलाई सम्मान दिएको छ र त्यसलाई सम्मान गर्नुपर्छ। र त्यो सम्मान स्वरूप हाम्रो क्याम्पसहरूको जुन अवस्था छ, यो आर्थिक अवस्था, शैक्षिक अवस्था, विशेषतः माइग्रेसन गर्दाखेरि विद्यार्थी सङ्ख्याको जुन अवस्था छ, यसलाई चाहिँ हामीले एकजुट भएर स्थानीय निकायसँग सहकारी गर्नु पर्यो, विश्वविद्यालयसँग सहकारी गर्नु पर्यो, प्रदेश सरकारसँग सहकारी गर्नु पर्यो र यसको लागि पोजिटिभ म्यासेज दिएर विद्यार्थीहरूको सङ्ख्या चाहिँ वृद्धि गर्नुपर्ने देखिन्छ। किनभनेदेखि हामी युजिसीमा नयाँ आङ्गिक क्याम्पस थप्नको लागि गयौँ। उहाँहरूले के भन्नुहुन्छ भने तपाईँहरू नयाँ आङ्गिक क्याम्पस थप्न प्रयास गर्नुहोस्, तपाईँहरूको अहिले भएको क्याम्पसहरू मर्ज हुनुपर्छ, बन्द हुनुपर्छ भन्नुहुन्छ। किनभनेदेखि विद्यार्थी सङ्ख्या छैन। त्यो भएको हुनाले अहिले नेपालमा भएको विश्वविद्यालयहरूमध्ये सबभन्दा राम्रो पछि के छ भनेदेखि हामी कहाँ भएका सबै प्रोग्राम सेमिस्टर सिस्टममा चलेका छन् र संसारभरिको प्याटर्न यही हो। र हामीले हाम्रो सुदूरपश्चिममा अभिभावकलाई, विद्यार्थीहरूलाई यो बुझाउसकेका छैनौँ सेमिस्टर सिस्टमको इम्पोर्टेन्स के छ भन्ने कुरा हामीले भन्न सकेका छैनौँ। त्यसैले म आज यो संस्थामा आएर यो प्रोग्राम मार्फत यहाँहरूलाई के आग्रह गर्न चाहन्छु भनेदेखि सेमिस्टर सिस्टमको मर्म बुझाउनको लागि हामी ट्रेनिङ सेमिनार फेरि गरौँला, मैले यो महसुस गरेको छु। र यहाँहरू अभिभावक हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, यहाँहरूमा मैले के कुरा राखेँ भनेदेखि सेमिस्टर सिस्टममा जुन हामी 60-40 रेसियोमा जान्छौँ र अहिले बाँकी रहेका विश्वविद्यालयको रिजल्टको पर्सेन्ट हेर्ने हो भनेदेखि हाम्रो जुन एसेसमेन्टको 40% जुन मार्क्स छ, त्यसले गर्दाखेरि सेम लेभलको विद्यार्थी त्रिभुवन विश्वविद्यालयबाट पास हुनु र सुदूरपश्चिम विश्वविद्यालय पास हुनुमा चाहिँ पर्सेन्टमा हाम्रो बेसी आउँछ। र यसले गर्दाखेरि भोलि लोकसेवामा, शिक्षा आयोगमा, विश्वविद्यालयको सेवामा हाम्रो विद्यार्थीहरूको स्थान अघि बढ्न सक्छ। यो कुरा यदि हामीले बुझाउन सक्यौँ भनेदेखि पक्कै पनि सेमिस्टर सिस्टमको महत्त्व के हो। सेमिस्टर सिस्टममा त अब हामीले अलिकति नबुझेको कुरा के छ भनेदेखि यसलाई हामीले इयरली सिस्टम चाहिँ लगिरहेको छौँ। त्यो अलिकति प्याटर्न चेन्ज गर्नुपर्छ र यदि हामीले प्याटर्न चेन्ज गर्ने हो भनेदेखि पक्कै पनि स्तरीय विद्यार्थी हामीले उत्पादन गर्न सक्छौँ। त्यसैले यसको लागि मैले यहाँहरूलाई विशेष आग्रह गरेँ। सेमिस्टर सिस्टमको इम्पोर्टेन्स चाहिँ अभिभावकलाई बुझाउनु पऱ्यो, विद्यार्थीले बुझाउनु पऱ्यो। यसले गर्दाखेरि हाम्रा जुन सेमिस्टर सिस्टममा विद्यार्थी बढ्दै गइरहेको छ, यो विद्यार्थी सङ्ख्यालाई हामीले इन्क्रिज गर्नुपर्नेछ र त्यो भएका यस्ता खाली प्रोग्रामहरू सञ्चालन फेरि पनि गरियोस्। त्यसको लागि म मेरो व्यक्तिगत तर्फबाट र विश्वविद्यालयको तर्फबाट जुन सहयोग गर्न सकिन्छ म त्यसको लागि प्रतिबद्ध छु। र त्यस्तै विश्वविद्यालयका क्याम्पसहरूको जुन भौतिक पूर्वाधार छ त्यो अत्यन्त दयनीय छ। किनभनेदेखि तपाईँले हेर्नु भएको छ, म लास्ट टाइम आउँदाखेरि पनि 2टा भवन भूतपूर्व जग्गा भएको थियो। त्यसैले अलिकति राम्रो ठुलो भवन हुनुपर्छ भनेर बजारमा हामीले कुरा राख्यौँ र त्यसैको परिणामस्वरूप यो बिल्डिङ बन्दैछ, खुसी लागेको छ, यहाँसम्म गएको छ। अर्को वर्षको इन्टरनेसनल कन्फरेन्स मैले वर्षलाई भनेको छु, त्यसको लागि तयारी गर्नुहोस्। त्यो त्यसको तयारी सँगसँगै यो भवन पनि बन्नेछ र यसमा अत्याधुनिक हलमा हामीले प्रेजेन्ट गर्न पाउँदैछौँ। र यसको साथै अब पर्टिकुलरली म त रिसर्चमा आबद्ध भएको मान्छे भएको हुनाले मैले बजारको इकोनोमिक ग्रोथको लागि के गर्न सकिन्छ भनेर मैले भाङमा रिसर्च गरेको छु। म यसपछिको मेरो चाहिँ प्राज्ञिक सेसनमा म यहाँलाई भनौँला। त्यस्तै मैले यो बैतडीको खोड्पे र त्यो बिचको भागमा एउटा हाते उद्योग छ कागजको, त्यो ठाउँको नाम ठिक बिर्सेँ, खोड्पे र अनारकलीको बिचमा छ त्यो दिव्य कटालको एकजना हाम्रो चाहिँ इन्टरप्रेसन हुनुहुन्थ्यो। उहाँसँग कोटेसन गरेर मैले चाहिँ हाते कागजलाई कसरी प्रमोसन गर्ने भनेर त्यसको रिसर्च गरेको छु। त्यसपछि म मेरो आफ्नै निकाय, आफ्नै स्थानीय, मेरो आफ्नो जन्मस्थान शिखर नगरपालिकाको जुन सालको फोरेस्ट छ र त्यो सालको फोरेस्टलाई कसरी युज गर्ने र अहिले जुन यो ग्लोबल वार्मिङ, क्लाइमेट चेन्जको विशेष सोर्स बनेको प्लास्टिक हो, त्यो प्लास्टिकलाई कसरी मिनिमाइज गर्ने भन्ने कुराको पनि हामीले रिसर्च गरेका छौँ। त्यो कुराहरू म यहाँ राख्नेछु, यहाँहरूले त्यो हेरिदिनु भयो भनेदेखि माटो सुहाउँदो रिसर्च कसरी गर्ने। त्यसैले प्राध्यापक मित्रहरूलाई पनि म के आग्रह गर्छु भनेदेखि जुन कुनै फिल्डको भए पनि समस्या हुँदैन। आजको शिक्षा भनेको इन्टिग्रेसन छ, मेडिकलको मान्छे होला, साइन्सको होला, इकोनोमिक्सको होला, म्यानेजमेन्टको होला, कोअर्डिनेसनको आवश्यकता छ। र यसरी कोअर्डिनेसन, कोलाबोरेसन यदि हामीले गर्न सक्यौँ भनेदेखि
पक्कै पनि हाम्रो क्याम्पसको, हाम्रो विश्वविद्यालयको र हाम्रो सुदूरपश्चिमको भविष्य उज्जवल ବୋଲି सोचेको छु र विश्वविद्यालयको उन्नतिको हकमा जुन मभन्दा पहिलाका भिसी साहबहरूले गर्नुभएको छ त्यसको लागि म उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु। किनभनेदेखि 12 वर्षमा विश्वविद्यालय यस्तो अवस्थामा आउनु भनेको ठुलो कुरा हो। अहिले समग्र रूपमा हामी विश्वविद्यालयको सिस्टममा आइसकेका छौँ। अब यसपछि पठन पाठनलाई स्तरीय गर्नु र रिसर्चमा फोकस गर्नु हाम्रो ठुलो दायित्व छ। मलाई लाग्छ समायोजन यो सामान्य पाठमा यस्ता खालका समस्याहरू आइरहन्छन्। सङ्कलनकाल हो, केही दिन लाग्छन् होला पक्कै पनि यो समायोजन टुङ्गिन्छ, 2-4 महिनामै टुङ्गिन्छ। यसको लागि ढुक्क हुनुहोस्, मलाई समस्या छैन। र त्यस्तै मोटिभेसन, जबसम्म फ्याकल्टी मोटिभेसन हुँदैन तबसम्म क्वालिटी एजुकेसन आउँदैन। त्यो मैले राम्रोसँग बुझेको छु र म मेरो तर्फबाट, विश्वविद्यालय तर्फबाट र राज्यलाई घचाएर पनि फ्याकल्टी मेम्बरहरूलाई चाहिँ मोटिभेसन गर्ने फ्याक्टरहरूको खोजी गर्नेछु र यसमा म तत्त्वचित्तमा लाग्नेछु भन्ने विश्वासका साथ यहाँलाई विश्वास दिलाउँदै फेरि पनि यो क्याम्पसले यस्तो खाले प्रोग्राम गरेकोमा म हार्दिक धन्यवाद दिँदै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।